हेलो एभ्रिवान नमस्ते एन्ड कोनिचिवा आजसम्म तपाईँहरूले तेमाकिजुसी भन्ने जापानिज फुडको नाम सुन्नुभएको छ यदि सुन्नुभएको छैन भने यो एउटा तपाईँ आफैले बनाउन सक्ने सुसी जसलाई जापानिजमा तेमाकिजुसी भन्दछन् र म आज जापानको खाना जवाब प्रिफेक्चरमा भएको एउटा रेस्टुरेन्टमा जाँदैछु र जुन रेस्टुरेन्टको नाम हो कोइल रेस्टुरेन्ट यसमा तेमाकिजुसी हुन्छ र जुन तपाईँ आफैले बनाउन सक्नुहुन्छ यो रेस्टुरेन्टमा छिर्नको लागि रिजर्भेसन एकदमै अनिवार्य हुन्छ र भित्र छिरिसकेपछि तपाईँलाई स्टाफले आएर कसरी अर्डर गर्ने भनेर सिकाउँछ र तपाईँले ट्याब्लेटबाट आफैले छान्न सक्नुहुन्छ राइस सी फुड फिस तरकारी अनि अन्य सामग्रीहरू धेरै खानेकुराहरू हुन्छन् र तपाईँले सबै चुज गर्न सक्नुहुन्छ र धेरै प्रकारको आइटमहरू चुज गर्नुभयो भने धेरै महँगो पर्छ र अलि थोरै गर्नुभयो भने अलि सस्तो पर्छ र मैले अर्डर गरिसकेपछि त्यसमा आयो एउटा राइसको एउटा ठुलो डब्बामा एउटा राइस आउँछ र सालमनहरू टुनाहरू अनि एभोकाडो मैले किम्ची पनि अर्डर गरेको थिएँ र एकदमै थरीथरीका सामानहरू त्यहाँ आउँदछन् अब बनाउने तरिकामा चाहिँ त्यो राइसमाथि हजुरलाई मनपर्ने सबै सामानहरू एक टपिङ गरेर राख्ने र लास्टमा यसरी रोल गर्नुपर्दछ रोल गर्नको लागि थोरै गाह्रो हुन्छ तर एकपटक जानेपछि एकदमै सजिलो लाग्छ त्यस पछाडि हजुरको तेमाकिजुसी रेडी भयो र यो एकदमै मिठो हुन्छ मेरो लाइफको फर्स्ट एक्सपिरियन्स थियो तर पनि एकदमै मिठो लाग्यो मलाई र हजुरले अर्को पटक रोल गर्दाखेरि अरू सामानहरू राखेर रोल गर्न सक्नुहुन्छ र हजुरहरूले डिफ्रेन्ट टाइपको स्वादहरूको तेमाकिजुसी बनाउन सक्नुहुन्छ यदि हजुरहरू जापानमा हुनुहुन्छ र यो तेमाकिजुसी ट्राई गर्न चाहनुहुन्छ भने कोइल रेस्टुरेन्ट भन्ने एकदमै पपुलर हो र यो एकदमै मेरो रिकमेन्डेसन पनि हो लाइफमा एकचोटि चाहिँ ट्राई गर्नु होला है त भिडियो मन परेमा लाइक कमेन्ट या सब्सक्राइब गरिदिनु होला सी यू नेक्स्ट टाइम